है। हालेलुया। ए ओके ओके, धन्यवाद प्रभुलाई, परमेश्वरले अनुग्रह गरून् सबैजनालाई। आउनुहोस् हामी छोटो प्रार्थना गर्नेछौँ है, हुन्छ? प्रभु धन्यवाद तपाईँलाई, तपाईँ महान परमेश्वरको इच्छा योजना र तपाईँको शान्तिको लागि धन्यवाद दिन चाहन्छु। आज प्रभु तपाईँ परमेश्वरले जहाँ खडा गराउनु भएको छ प्रभु, तपाईँ परमेश्वरकै पवित्र आत्मा तपाईँ बोल्नुभएको होस् भनी प्रार्थना गर्दछु। यी जति पनि नानी बाबुहरू छन् हरेकलाई प्रभुजी तपाईँ परमेश्वरकै वचनको सत्यता प्रभुजी दिन सकौँ, यही तपाईँसँग बिन्ती छ प्रभु, येशू प्रभुको नाममा आमेन। आउनुहोस् बसौँ हामी सबैजना। सबैजना खुसी हुनुहुन्छ नि? हालेलुया, हालेलुया। धन्यवाद स्वर्गको परमेश्वरलाई। म बेथेल अपोस्टोलिक चर्चको तर्फबाट सबैलाई म स्वागत गर्न चाहन्छु। पहिलो कुरो होइन, मेरो स्पिरिचुअल फादर पास्टर माल्कम अनि पास्टर जेसी जो दुबईमा हुनुहुन्छ उहाँहरू र नेपालमा जति पनि हामीहरू शिक्षा लिइराखेका छौँ र त्यो गर्ने हाम्रो घर घरानाहरू पनि छन् होइन, प्रत्यक्ष अप्रत्यक्ष रूपमा पास्टर ड्याड हुनुहुन्छ र उहाँको अनुग्रह हाम्रो जीवनमा धेरै ठुलो छ है। सानै हुँदाखेरिमा तपाईँहरू जस्तै पोखरामा धेरै एकदमै राम्रो समय पनि मैले बिताएको थिएँ। 15 दिन जति यसरी भुइँमा सुतेर चर्चमा है हामीहरूले समय बिताएका थियौँ। त्यसको फलस्वरूप आज चाहिँ ड्याडको सामुन्ने यसरी अगाडि भनौँ न पुलपेटमा आएर वचन प्रचार गर्दा अहिलेसम्म पनि एउटा मनमा अड हुन्छ के, कतै भनौँ न केही गडबड नहोस्, किनभने उहाँबाट हामी सिकेका छौँ र उहाँ एकदमै आदरणीय व्यक्ति हुनुहुन्छ। उहाँ खुद आफै लगाउनु भएको छैन तर उहाँले हामीले लगाइदिनु भयो है। भन्नाले के त भन्दाखेरिमा जुन तरिकाले उहाँहरूले हामीलाई तयार गरिराख्नु भएको छ, अहिले आएर एउटा पास्टर जसरी अभिषेक हुनु, अनि अभिषेक हुनु एउटा कुरा हो भनौँ न, एउटा पास्टर सजिलै तरिकाले तपाईँले सर्टिफिकेट पाउनुहुन्छ, तर वास्तविक रूपमा जब तपाईँ भित्र तपाईँ पास्टरीय सेवकाईको जब तपाईँ मर्म तपाईँ बुझ्नुहुन्छ भने नि त्यति सजिलो छैन। हेर्नुहोस्, वचन देहधारी हुनुपर्छ। जति पनि तपाईँ देखिराख्नु भएको छ यहाँनिर एकदमै कराएर चिच्याएर एकदमै शान्त तरिकाले होस्, एउटा पवित्र आत्माले जसरी बोलिराखेको हुन्छ होइन, कुनै पनि एउटा पास्टर भनौँ न वर्षौंसम्म सेवकाई गरिराखेको हुन्छ, त्यसको प्रभाव तपाईँ परमेश्वरको वचनको सत्यता जुन तपाईँ खोजिराख्नुहुन्छ नि र उहाँले जसरी बोलिराख्नुहुन्छ त्यो यतिकै त्यो आएको होइन। त्यसैले गर्दाखेरिमा यसमा धेरै ठुलो लगानी हुन्छ र सेवकाईको मर्म तिनीहरूलाई थाहा हुन्छ। यो कुरा तपाईँ हामी बुझ्नुपर्ने आवश्यकता हुन्छ। त्यसैले म धन्यवाद दिन चाहन्छु यो समयको लागि र पास्टर रवि ड्याडलाई पनि म धन्यवाद दिन चाहेँ र सम्पूर्ण जति पनि पास्टर्सहरू हुनुहुन्छ र खास गरी पास्टर जीवन, उहाँसँग धेरै राम्रो मेरो मित्रता छ, पास्टर मायासँग पनि है, उहाँको जो वाइफ हुनुहुन्छ र उहाँहरूले यो गर्नुभएको सम्पूर्ण कुराहरूको लागि म परमेश्वरलाई धन्यवाद दिन चाहेँ। र आज मसँग 45 मिनट टाइम छ आज, त्यसमा जति म सक्छु 3-4वटा चर्चको बारेमा समथिङ म नानी बाबुहरूलाई केही म दिने म कोसिस गर्नेछु र परमेश्वर जति मलाई अगुवाई गर्नुहुन्छ त्यति नै म अगाडि बढ्नेछु। हुन्छ? हालेलुया। तयारी हुनुहुन्छ? एउटा शिक्षागत कुराहरूले हामीलाई धेरै परिपक्वतामा हामीले लिएर आउँछ। जबसम्म हामी शिक्षामा हामी ध्यान दिँदैनौँ र यो शिक्षा जब हामी लिँदाखेरिमा एउटा असल एउटा विद्यार्थी भएर जबसम्म तपाईँ हामी चाहिँ आफ्नो हृदयमा आफ्नो मनस भनौँ न माइन्डमा जब हामी लिँदैनौँ भने हामी कुनै पनि शिक्षालाई हामी स्वीकार गर्न हामी सक्दैनौँ। र कुनै यस्ता किसिमका ती शिक्षाहरू जो छन् जसले हामीलाई चाहिँ भोलिका ती मार्गहरूलाई देख्नको लागि भनौँ न सही मार्ग उसले चाहिँ देखाउन सक्छ। र त्यसमा चाहिँ जसरी परमेश्वरले हामीलाई एउटा
अनुग्रह गर्नुभएको छ र त्यो अनुग्रहको छत्र छायामा तपाईँ हामी सबैजना छौँ। र चर्च एउटा मण्डली, एउटा भनौँ न 2बाट 4, 4बाट 10, 20, 50, 100 जना गरे जसरी तपाईँ र हामीहरू चाहिँ अलि वृद्धि भइराखेका छौँ। र कुनै दिन परमेश्वरले त्यो वृद्धि यसरी गर्नुभएको छ नि, त्यो वृद्धि गर्नुभएको 100 जनाबाट 2 जना, 4 जना, 5 जनालाई फेरि पनि के त उहाँले सेवकाईको लागि जसरी चुन्नुहुन्छ र त्यो सेवकाई तपाईँ कसरी गर्नुहुन्छ? हरेक युथ एन्ड फायरमा जसरी हामी सहभागी हामी भइराखेका छौँ र यो तपाईँ जसरी तालिम लिइराख्नु भएको छ, एउटा शिक्षा जसरी तपाईँ लिइराख्नु भएको छ नि, तपाईँ सोच्नुहोस् कि भोलिको दिनको लागि आज म तयार भइराखेको छु है, भोलिको दिनको लागि। त्यसमा तपाईँले यदि प्रार्थना गर्नुहुन्छ भने, पवित्र आत्मालाई तपाईँ साक्षी राखेर प्रार्थना गर्नुहुन्छ भने, स्वर्गको परमेश्वरले तपाईँका ती भिजन जति पनि छ नि, भोलिका दिनको आजै परमेश्वर त्यही अनुसार नै तपाईँलाई तयारी गर्दै गर्दै जानुहुन्छ। र अर्को कुरो के भन्दाखेरिमा, यी जति पनि वचनहरू प्रचार हुन्छ नि, ती सबैमा सेम एउटै प्रचार हुन्छ, तर परमेश्वरले तयार गर्ने क्रममा ती आफ्नै वरदानहरू दिइकन उहाँले अलग 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 तरिकाले उहाँले के त तयारी गर्नुहुन्छ। र ती सेवकाईका ती भागहरू के कस्ता हुन्छन् उहाँले नै तय गर्नुहुन्छ। याद गर्नुहोला, इक्जाम्पलको रूपमा म यहाँ पास्टर भएर अहिले खडा छु भने तपाईँले परमेश्वरले प्रोफेटिक वर्डहरू दिएर मानौ अगमक्तको रूपमा तपाईँले के त त्यहीबाट नै के त स्वर्गको परमेश्वरले चलाउन सक्नुहुन्छ है। तपाईँले प्रचारकको रूपमा परमेश्वरले तपाईँले चाहिँ खडा गराउन सक्नुहुन्छ, पास्टरको रूपमा खडा गराउन सक्नुहुन्छ। इभन तपाईँलाई 5 वटै ती वरदानहरू, 9 वटै ती वरदान दिइकन पनि परमेश्वरले तपाईँले के त चलाउन सक्नुहुन्छ। त्यसैले महत्त्वपूर्ण कुरा तपाईँ हामी बुझ्नुपर्ने के त भन्दाखेरि, अहिले जसरी तपाईँ हामी तालिम लिइराखेका छौँ, अहिले जसरी तपाईँ र हामीहरू चाहिँ यो अभ्यास हामी गरिराखेका छौँ, र यस पश्चातापको यस पश्चात हाम्रो कार्यभार के हो त्यो पनि ध्यान दिनुपर्छ। त्यसैले के यस्ता किसिमका चर्चहरूको बारेमा म तपाईँहरूलाई आज जानकारी दिन चाहन्छु, जुन चाहिँ भोलिको लागि धेरै राम्रो हुन सक्छन् मलाई लाग्छ। आउनुहोस् त यहाँनिर प्रकाशको पुस्तकमा जाउँ, प्रकाश 2को 6 पदमा। यहाँ निकोलाइटसको कुरा दिएको छ। निकोलाइटस, कतिजना थाहा छ निकोलाइटस? निकोलाइटस थाहा हुनेहरू, निकोलाइटस नाम सुन्नुभएको छ? प्रभु येशू ख्रीष्टले प्रकाशको पुस्तकमा 6 पदमा यानी के भन्छ भन्दाखेरि 2:6मा, तर तिमीहरू यो कुरा त छ कि तिमीहरूले मैले जस्तै निकोलाइटसका विवेकहरूको काम फेरि गर्छौ भन्छ है। 15 पदमा आउनुहोस् त के भन्छ बाइबलले, 2:15 पदमा, यसरी तिमी कहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कतिजना छन् भनेर भन्छ। ओके, यो निकोलाइटसलाई प्रभु येशू ख्रीष्टले हाइलाइट गर्नुको कारण के होला? अलिकति यसलाई फोकस गर्नुभएको छ, तर यस्तो किसिमको फोकस उहाँले गर्नुभयो निकोलाइटसलाई। एउटा असल भनौँ उहाँले भन्नु भएन, या त भनौँ सान्दर्भिक, या त मैले भनेको जस्तै शिक्षा, तर उहाँले के भन्नुभयो भन्दाखेरि म जस्तै तिमीहरू के त घृणा गर्छौ, र कतिपय के त भन्दाखेरिमा तिमीहरू यसलाई पनि समातेर बसिराखेका छौ भनेर भन्छ के। कतिपय घृणा पनि गर्छ र कतिपय यी शिक्षालाई समातेर पनि अहिलेसम्म पनि बस्नु भएको छ भनेर भन्छ। अब यो निकोलाइटसको अर्थ के हो त है? यो निको भनेको चाहिँ यो जित्नु भनेर भन्छ, अनि लाइटस भनेको अर्थ चाहिँ मानिसहरूको समूहलाई। ध्यान दिनुहोस् है, यो बिब्लिकली यो होइन,
त्यस कारणले प्रभु येशू ख्रीष्टले यसलाई चाहिँ घृणा गर्नुहुन्छ, अर्थात् यो बिब्लिकली नभएको कारणले गर्दाखेरिमा यो अहिले वर्तमान समयमा तपाईँ हामी यो शिक्षालाई के त लिन सक्दैनौँ। यो एक किसिमले तपाईँ भन्नुहुन्छ भने नि यसको स्पिरिचुअलिटी के हो त भन्दाखेरिमा नि यसको आफ्नो गहिराई अलिकति हामी बुझ्नुपर्छ। यसले कुनै पनि अर्थमा एउटा लोकल चर्चलाई बिल्डअप गर्ने काम यसले गर्न सक्दैन। यसो के हो त भन्दाखेरिमा समूहलाई किडन्याप गर्ने के, यसरी समात्ने, त्यसले जित्न खोज्नु, या त भावनात्मक कुराहरूदेखि लिएर या त आर्थिक भौतिक कुराहरू देखाएर या त कुनै यस्ता किसिमका ती संसारिक कुराहरू जति पनि छन् स्पिरिट भन्दा बाहिरका हैन। एउटा कुरा ध्यान दिनुहोस् है, एलिया दुईवटा आयाममा जिराखेका थिए, एउटा पृथ्वीको आयाममा एउटा स्वर्गीय आयाममा। तर जति पनि परमेश्वरले चाहिँ स्वर्गबाट उहाँलाई चाहिँ दर्शन भिजनहरू अर्थात् आवाजहरू दिइराख्नु भएको थियो ती सबै के त भन्दाखेरिमा यस पृथ्वीमा चाहिँ एप्लाई गरिराखेका थिए। त्यो धेरै गाह्रो विषय हुन सक्छन् एप्लाई गर्नको लागि, तर पनि त्यसलाई पूर्णता दिने काम चाहिँ परमेश्वरले नै गर्नुहुन्छ है। यहाँनिर के त भन्दाखेरिमा हामी बुझ्न सक्छौँ यो अधीनतामा लिनु भनौँ न, यो जित्नु, कुनै यो समूहलाई आफ्नो बसमा पार्नको लागि स्वर्गीय आयामलाई भन्दा पनि स्वर्गीय आयाम स्वर्गीय ती संस्कृतिहरूलाई एक साइडमा राखेर पूर्णतः यसले के गर्छ त भन्दाखेरिमा यो पृथ्वीको आयाममा मात्रै त्यो जिराखेको हुन्छ। यो किन हुन्छ त भन्दाखेरिमा नि ध्यान दिनुहोस्, यसको स्वरूप नै एउटा कस्तो हुन्छ भने भिड हुन्छ के, माथिबाटै त्यस्तो किसिमको त्यो आएको हुन्छ। जस्तो एक्जाम्पलको रूपमा हैन, यसलाई जस्तो रोमन क्याथोलिक चर्चहरू जस्तो मेथोडिस्ट चर्चहरूको बारेमा यसलाई एक्जाम्पलको रूपमा लिनुहोस्। जस्तो माथिबाट एउटा आदेश जसरी आउँछ हैन, त्यो आदेश सिधा डाइरेक्टली चाहिँ चर्चको तर्फबाट आउन सक्दैन। त्यसमा केही स्टेप्सहरू हुन्छन्, बिसपहरू हुन्छन् हैन, केन्द्रीय बिसपहरू, क्षेत्रीय बिसपहरू, डिकनहरू, अन्तिममा आएर के त त्यहाँनिर चाहिँ पास्टरमा आएको हुन्छ। अनि तिनीहरूको सञ्चालन गर्ने तरिका पनि त्यस्तै, एउटा लोकल चर्च होस् या त सम्पूर्ण जति पनि क्षेत्रीय केन्द्रीय बिसपहरू हुन्छन् तिनीहरूलाई के त एउटा विधानमा एउटा भनौँ न परमेश्वरको वचनभन्दा बाहिर एउटा स्वर्गीय कुराहरूभन्दा पनि बाहिर त्यो कुरामा चाहिँ तिनीहरूले के त एउटा एकगट्ठा पार्ने है, एकगट्ठा पार्ने। अब यो निकोलाइटस जुन छ नि, यो निकोलाइटस कहाँबाट आयो यसलाई पनि तपाईँ हामी चाहिँ खोज गर्नुपर्ने आवश्यकता हुन्छ। आउनुहोस् न हामीहरू यो निकोलाइटसको अर्थ चाहिँ तपाईँ हामी चाहिँ बुझ्नुपर्ने आवश्यकता हुन्छ हैन। यसलाई अलिकति म निकोलाइटसलाई यो प्रेरितको पुस्तकमा आउनुहोस् त, प्रेरित 6 अध्यायमा प्रेरित 6 अध्यायको पहिलो पददेखि कसैले यसो पढेर सुनाइदिनु त के छ त्यहाँनिर? ठिक छ, म आफै पढ्नेछु है, त्यहाँ माइक छैन। यहाँनिर बाइबलले के भन्छ भन्दाखेरिमा ती दिनमा जब चेलाहरूको संख्या बढ्दै गइराखेको थियो तब यहुदीहरूका विरुद्धमा ग्रीक यहुदीहरू गरे, किनभने दैनिक खाद्य वितरणमा तिनीहरूको विधवाले चाहिँदो भोजन पाउँदैन थिए। तब बाह्रैले चेलाहरूको समूहलाई गयो भने परमेश्वरको वचन प्रचार गर्न छोडेर खुवाउने पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन। यसकारण भाइ हो, तिमीहरू मध्येबाट पवित्र आत्मा र बुद्धिले हरिपो र सबैको आदर पाएको 7 जना मानिस छान जसलाई हामी यस काममा नियुक्त गरौँ। तर हामी चाहिँ प्रार्थना र वचनको सेवकाइमा सम्पूर्ण समय दिउँ। यो कुरा समूहका सबैलाई मन पर्यो र भेला भएका सबैलाई असल लाग्यो र
लाग्यो र तिनीहरूले पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तेफनस, फिलिप, प्रखरस, निकनोर, तिमोर, पर्मिनास र एन्टिओखियाका यहुदी मत मान्ने निकोलाउसलाई छाने भनेर भन्छ। अघि मैले भनेको थिएँ निकोलाइटस, यो निकोलाउसबाट चाहिँ निकोलाइटस आएको हो। यो निकोलाउसले चाहिँ यो सेवाई फैलाएको हो कि यो। अब यिनीहरूको एक्टिभिटी के हो त भन्दाखेरिमा नि निकोलाइटसका शिक्षालाई चाहिँ प्रभु यीशु ख्रीष्टले घृणा गर्नुको तात्पर्य के हो त भन्दाखेरिमा यिनीहरू प्रभु यीशु ख्रीष्टलाई विश्वास त गरे हैन, विश्वास त गरे, तर यिनीहरूमा पाप भन्ने कुरा चाहिँ यति सजिलै भनौँ न, यो कुरालाई, यो पापलाई चाहिँ यिनीहरू जान थाले, जुन चाहिँ अब चाहे आर्थिक अभिलाषको कुराहरू होस्, यसमा यिनीहरूमा के एउटा बढावा हुन्छ क्या यिनीहरूमा, निकोलाउसहरूमा, निकोलाइटसका शिक्षाहरूमा। आज व्यभिचार गरिन्छ, भोलि फेरि प्रभु यीशु ख्रीष्ट कहाँ गएर उसले के त पश्चाताप फेरि गर्दैन, निरन्तर सन्नतिमा आइराखेको हुन्छ, तर बाहिर के त एक्टिभिटीहरू सबै आर्थिक भौतिक कुराहरूदेखि लिएर शरीरका कुराहरू व्यापक रूपमा हुन्छ। यसले मण्डलीलाई धेरै ठुलो विकृतिमा लिएर आउँछ। यो किन हुन्छ थाहा छ? अघि मैले भने नि माथिबाट जुन तरिकाले जसरी सञ्चालन, त्यो सञ्चालन गर्ने तरिका नै फरक हुन्छ। मैले सेटलमेन्टको प्रिन्सिपल बारेमा प्रचार गर्दैछु, त्यसको पनि बारेमा सङ्घ संस्थाबाट चल्ने किन है। अहिले यो वर्तमान समयमा यो किन यो ल्याक हुन्छ, भित्र किन बिचमा आएर किन यो बन्द हुन्छ आवाज त? यसको अलिकति प्रोफाइलले तपाईँ हेर्नुहोस् त, यो निकोलाउसको नामलाई हेर्नुहोस्, कहाँनिर त नियुक्त भएको थियो। एउटा स्पिरिचुअल कुरामा हामी ध्यान दियो, यो खाना पाउने यो यस्तोको कुरा होइन, तर पनि त्यहाँनिर 12 जना प्रेरितहरू मध्येबाट फेरि पनि यिनीहरू 7 जना चुनिएका छन्। जुन कामको लागि चुनिएका थिए नि त्यो कामको लागि उसको लागि पर्याप्त थियो। मैले अघि भने नि परमेश्वरले विभिन्न किसिमका भनौँ न ती वरदानहरू दिनुहोस्, त्यस्तो वरदानमा तपाईँ हामी चाहिँ सन्तुष्टि तपाईँ हामीमा हुनुपर्ने आवश्यकता हुन्छ। र यो निकोलाउसको पनि के थियो त भन्दाखेरिमा नि त्यहाँनिर यति धेरै मानिसहरू बढेर गइराखेका थिए। 12 जना प्रेरितहरू मध्ये पनि त्यहाँनिर अब विधवालाई, जो नानी बाबुहरूलाई, जो एक्कलहरू छन्, जो चाहिँ अब लुला लङ्गडाहरू छन्, अथवा भनौँ त्यहाँनिर अलिकति विक कन्डिसनमा भएकाहरूलाई हेरचाह गर्नको लागि त्यहाँनिर अरू मानिसहरूको अपुग भइराखेको थियो। र त्यहाँ जस्तोसुकै परिस्थिति होस्, तर त्यहाँनिर परमेश्वरको काम भइराखेको थियो र पवित्र आत्माद्वारा चाहिँ चुनिनुपर्ने आवश्यकता थियो त्यो काम गर्नको लागि। र त्यहाँनिर 7 जना जब चुन्दाखेरिमा नि त्यहाँ निकोलाउस पनि परेका थिए र निकोलाउसले त्यहाँनिर काम पनि गरिराखेको छ। तर परमेश्वर ख्रीष्टले चाहिँ त्यहाँनिर किन उहाँले चाहिँ घृणा गर्नुभयो त? अलिकति मैले यसलाई नेटमा सर्च गर्दाखेरिमा नि यसको एक्टिभिटी जुन छ नि, यसका चेलाहरू, यसले यो निकोलाउस एउटा अगुवा भए, अनि त्यसपछिका के त उसका चेलाहरू विकृतिहरू फैलाउँदै गए के हो। अहिले मैले भन्न खोजेँ के त भन्दाखेरिमा प्रियहरू, जति पनि नानी बाबुहरू हुनुहुन्छ, अहिले ड्याडी आउनुहुन्छ, हामी जसरी हामीहरू छौँ, पास्टर्सहरू हामी छौँ, के शिक्षाहरू दिइराखेका छौँ त? तपाईँ भोलि कस्तो किसिमका चेलाहरू बनाउनुहुन्छ, त्यसमा महत्त्वपूर्ण। ऊ पनि यसुकै पवित्र आत्माद्वारा चुनिएका व्यक्ति थिए, निकोलाइटस यसुद्वारा चुनिएका व्यक्ति थिए। तर यसुले नै के त पछि गएर म चाहिँ घृणा गर्छु त, कतिपय चाहिँ के त कतिपय यो शिक्षालाई सम्मान पनि गरिराखेका छ भनेर भनिराखेको छ। तर उसको तपाईँ युरोपियन कन्ट्रीहरूमा जाँदाखेरिमा त्यहाँनिर बत्तिसमा लिएका हुन्छन् होइन, त्यहाँनिर बत्तिसमा लिएका हुन्छन्, प्रभुलाई ग्रहण गरेका हुन्छन्, चर्च गइराखेको हुन्छ, तर तिनीहरूको सबैभन्दा ठुलो के त भन्दाखेरिमा आर्थिक भौतिक कुराहरू एकदमै माथि राखेको हुन्छ है। यिनीहरूमा त्यो किसिमको एउटा नेचर हुन्छन्। कतिपय बाहिरबाट आएर टिको लगाइदिन्छ नि, ओ यिनीहरू क्रिस्चियनहरू भएर हेर्नु त कति मजाले टिको लगाइराखेको छ, हामी त यहाँ छिसिनार गर्छौँ भनेर भन्छ नि है। युरोपियन कन्ट्रीहरूका त्यस्तो किसिमका ती जो पनि आएर भनौँ न अरूको संस्कृतिमा घुलमिल भइराखेको हुन्छ।
अब यो यिनीहरूमा निकोलाइटसहरूमा पनि त्यस्तै किसिमका भनौँ न, चाहे व्यभिचारको कुरा होस्, चाहे आर्थिक भौतिक कुराहरू होस्, पृथ्वीमा गरिने हरेक एक्टिभिटीहरू जो छ नि, यिनीहरू ख्रिस्टको वचनभन्दा माथि यिनीहरूको त प्रायोरिटी दिइराखेको हुन्छ। आज हामीले पाप, यिनीहरू शरीरले जेसुकै गरोस्, आत्मालाई मतलब छैन, किनभने यसलाई हामी ग्रहण गरिसकेका छौँ है। शरीरका कुराहरू चाहिँ भरपूर मात्रामा के यिनीहरू व्यापक रूपमा यिनीहरूमा चाहिँ देखिन्छन् निकोलाइटसहरूमा। अब यो किन हुन्छ त भन्दाखेरिमा नि, हेर्नुहोस् यहाँ वचनको के त त्यहाँनिर बिचमा नै रोक्का भएको हुन्छ। तपाईँले थाहा छ यो मार्था र मरियमको बारेमा? थाहा छ? जब प्रभु येशू ख्रीष्ट त्यहाँनिर बस्दाखेरिमा मरियम चाहिँ नजिकै बसेर तल छेउमा उसको घोडामा बसेर चाहिँ के त वचन सुन्ने गर्थिन्, अनि मार्था चाहिँ के गर्ने गर्थिन् त भन्दाखेरिमा खाना पकाउने काम गर्ने गर्थिन्। मार्थाले के भनिन् थाहा छ? त्यहाँनिर गुरुज्यू तपाईँ देख्नुहुन्न, म जतिखेर पनि के त खाना मात्र पकाइराखेको हुन्छु, मलाई यो कहिले पनि सहायता गर्दैनन्, तर तपाईँको पाउमा परे मात्रै वचन मात्र सुनिराखेकी छिन्, उनलाई पनि भन्नुहोस् न मलाई सहायता गर्नको लागि। तर येशूले भन्नुहुन्छ के त भन्दाखेरिमा नि, जे उसले चुनेकी छिन् त्यही नै असल हुन् भनेर भन्छ। अब यहाँनिर डिफरेन्स हेर्नुहोस् है। गनगन, त्यो गनगन किन हुन्छ भन्दाखेरिमा वचनको कमजोरीले गर्दाखेरिमा, वचनको अपरिपक्वताले गर्दाखेरिमा गनगन हुन्छ। सङ्घ संस्थाबाट चलेका ती चर्चहरू जति पनि हुन्छ, जसरी त्यहाँनिर भिजन जसरी हुँदैन, माथिबाट एउटा चाहिँ आइरहेको, बिचमा आउँदा 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 यहाँसम्म आएर त्यो वचन यति थोरै, त्यो पनि हुँदैन। जेसुकै तपाईँ गर्न थाल्नुहोस्, त्यहाँनिर के हुन्छ त भन्दाखेरिमा माथिलाई रिपोर्ट गर्नुपर्ने आवश्यकता व्यापक रूपमा त्यस्तो छन्। तर वास्तवमा एउटा लोकल चर्चलाई परमेश्वरले कसरी चाहिँ भनौँ न सुधार गर्नुपर्ने होस्, आशिष दिनुपर्ने होस्, विभिन्न किसिमका योजनाहरू कसरी बनाउनु पर्ने, लोकल चर्चको पास्टरलाई उहाँले के त भन्दा बेला अगाडि उहाँले राख्नुहुन्छ है। अब यहाँनिर यो दुईवटा कुराहरू जसरी मार्था र मरियमको बारेमा जसरी मैले भने नि, त्यहाँ किन उसले चाहिँ आफ्नो दिदीलाई नै भनौँ न उसले चाहिँ गणगन गरेर पुगिन् त, परमेश्वरको वचनको गहिराई अर्थात् परमेश्वरको वचनको पूर्णता त्यसमा नआएको कारणले गर्दा थिएन है। अब भोलि गएर यसमा परमेश्वर मार्थामा परमप्रभु परमेश्वरको वचनको पूर्णता यदि छैन भने, यदि उसले आफ्नो चेलाहरू बनाउन थाल्यो भने कस्तो किसिमको चेला होला? अब ध्यान दिनुहोस् त, है निकोलाउस पनि, निकोलाइटस जुन छ नि हामी भन्छौँ, निकोलाउस पनि उस्तै किसिमको काममा चुनिएका थिए क्या त्यो। तर उसको चेलाहरू के भयो त भन्दाखेरिमा ख्रिस्टका विरुद्धका वचनहरूमा गए। मार्था जुन काम गरिराखेको थियो असल गरिराखेको थियो, तर उसले गणगन चाहिँ गर्नु पर्ने थियो, गणगन चाहिँ गर्नु नपर्ने थियो, त्यो पनि परमेश्वरकै काम थियो त्यहाँनिर। यदि मार्थाले भोलि मण्डली खडा गर्ने हो भने गणगनकै कुराहरूले के त खडा गर्छ। त्यसैले यो कुरा हामीले ध्यान दिनुपर्ने आवश्यकता हुन्छ प्रियजनहरू हैन। हरेकमा तपाईँ र हामीले जसरी प्रार्थना हामी गर्छौँ, अघि ड्याडीले पनि प्रार्थना गरिराख्नु भएको थियो हैन, पवित्र आत्मा तपाईँले कुन उद्देश्यले चुन्नु भएको छ त्यो थाहा हुनुपर्छ। मेरो अनगिन्ती क्वेसनहरू हुन्थे यसरी युथ एन्ड फायरमा, जसरी आउने गर्थे, थुप्रै क्वेसनहरू हुन्थ्यो। नपत्ते सोध्नुहोस् ड्याडीलाई, पर्सनली मैले सोधेँ, कुनै बेला त्यहाँबाट उठेर पनि मैले सोधेको छु पवित्र आत्माको बारेमा। यति मेरो भित्र आगो बलिराखेको थियो, त्यसको एन्सर मैले पाइराखेको थिएन। भर्खरमा त्यो बेला 3 वर्षको विश्वासी थिएँ, क्रममा 32मा गरेको 3 वर्षको विश्वासपछि त्यसपछि म चर्चको पास्टर भएको हुँ। हेर्नुहोस्, अरू काम त छोडिदियो, यस्ता प्रोग्रामहरू हुने बेलामा पैसाहरू नभए पनि यताउता खोजखाज गरेर भए पनि म हिँडिदिन्थेँ है। काम गर्थे, आफ्नै केही थियो, यसमा अपुग भयो भने साथीहरूको सरसफाट लिएर भए पनि म के त प्रोग्रामहरूमा हिँडिदिन्थेँ। त्यसैले यथार्थ भन्न खोजेको के त भन्दाखेरिमा नि, अहिले हामी आफूलाई जुन तरिकाले हामीहरू बनाइराखेका छौँ नि, हामी हावामा मुक्का हानेको जस्तै हामी कहिले पनि हामी नगरौँ है। वास्तविकता परमेश्वरको बोलावट के हो तपाईँ हाम्रो जीवनमा, त्यो चाहिँ थाहा हुनुपर्ने आवश्यकता हुन्छ।
है। त्यसो निकोलाउसको जस्तै एउटा जसरी उसले चाहिँ सेवकाई पछिबाट सुरु गरे नि, उसको सेवकाईलाई ख्रिस्टले नै के त त्यहाँनिर चाहिँ इन्कार गरिदिनु भयो। त्यस्तो किसिमको सेवकाई तपाईँ हामी नगरौँ। परिपक्वतामा परमेश्वरको वचन सँगसँगै हेर्नुहोस् हामी हिँडौँ। थाहा छ तपाईँहरूलाई यो मर्कुसको पुस्तकको 9 अध्यायमा तपाईँ जानुहुन्छ भने नि त्यहाँ एउटा डाँडामा एउटा पहाडमा चाहिँ जब जसरी प्रभु येशू ख्रिस्ट जानुभएको थियो त्यहाँनिर 3 जना मात्रै चेलाहरू छन् क्या त्यहाँनिर। को थिए? प्रभु येशू ख्रिस्टको त्यो वस्त्र बदली भएको सेतो भएको अनि मोसालाई देखेको छ, एलियालाई देखेको छ। कुन चेलाहरू छन् कसैलाई थाहा छ? जोसुकै भन्नुहोस्, पास्टरहरू हुनुहुन्छ, पास्टरले भन्दा नै हुन्छ, नानी बाबु जसले भन्दा पनि हुन्छ, सबैलाई खुल्ला गरेर ल नाम भन्नुहोस् त ती 3 जनाको चेलाहरूको प्रभु येशू ख्रिस्टको। 12 जना प्रेरितहरू मध्ये 3 जना मात्रै थिए। को थिए? पत्रुस, याकुब, यूहन्ना। ध्यान दिनु यो नाम है, बडो महत्त्वपूर्ण छ यो। पछि क्वेशन पनि आउन सक्ला नि यहाँनिर, त्यसरी लेख्नुहोस्। त्यो 9 जनाहरू किन थिएन त त्यहाँनिर है? यहाँनिर तपाईको शिक्षा एकदमै ठुलो यहाँनिर चाहिँ गहिरो शिक्षा छ। त्यो 3 जना यस्ता व्यक्ति थिए, त्यसको ब्याकग्राउन्ड तपाईँ हेर्नुहुन्छ भने येशू ख्रिस्ट सँगसँगै हिँड्ने, येशू ख्रिस्ट सँगसँगै डुल्ने पत्रुस उस्तै किसिमको सबभन्दा बढी उसको बारेमा भन्नु परमेश्वरले चाहिँ येशू ख्रिस्टले चाहिँ तिमी चाहिँ के त चट्टान हो भनेर भन्नुहुन्छ। यूहन्नाको बारेमा पनि त्यस्तै है। त्यसै गरेर याकुबको बारेमा पनि उस्तै किसिमको। भन्नाले के त भन्दाखेरिमा प्रभु येशू ख्रिस्टसँग अरू चेलाहरूभन्दा बढी एट्याच हुने के नजिक हुने ती 3 जना चेलाहरू थिए। बढीभन्दा बढी ती 3 जना चेलाहरू थिए प्रभु येशू ख्रिस्ट सँगसँगै एट्याच हुने, बढी सम्पर्कमा थिए। जसोसुकै क्वेसन होस् यसोलाई सोधिहाल्ने। जब सोधियो भने त्यसपछि के त एन्सर आउँछ। चुप भएर बस्नुहुन्छ भने नि केही पनि आउँदैन एन्सर है। पत्रुसले चाहिँ अलिकति छुच्चो बोलेका थिए के है, कतिखेर इन्कार गर्दै, तर येशू ख्रिस्टले फेरि अनुग्रह गर्नुभयो। फेरि तमाथि नै म आफ्नो मण्डली के त खडा गर्नेछु भनेर उहाँले भन्नुभयो। भन्नाले के भन्दाखेरिमा नि ध्यान दिनुहोस्, ती 9 जना चेलाहरू मध्ये पनि सबैभन्दा बढी चाहिँ प्रभु येशू ख्रिस्टसँग चाहिँ नजिक भएका व्यक्ति ती चेलाहरूले परिवर्तन भएको पछाडि हामी बस्छौँ। हामी जस्तै पछाडि बसिरहेको तर भित्र के त भन्दाखेरि नि पास्टरहरू जो चाहिँ एउटा ध्यान हामी सुन्नु हामी मनमा आधा घण्टा तपाईँ मोबाइलबाट तपाईँ जान सक्नुहुन्छ। त्यसबाट देशको लागि मात्रै तपाईँ सम्पर्क बनाउनुहोस् आफ्नो परमेश्वरको जनसँग। अनि तपाईँ जोसँग तपाईँ चाहिँ पोजिटिभ माइन्ड लिएर पोजिटिभ तरिकाले तपाईँ सम्पर्क राख्नुभएको छ नि, उसको बेस तपाईँमा सर्दै जान्छ। र एक दिन तपाईँ देख्नुहुन्छ उसको जीवन जसलाई तपाईँले एउटा स्पेशल फादर भनेर तपाईँले स्वीकार गर्नुभएको छ, तपाईँ नयाँ हुनुहुन्छ, उसको एक्टिभिटी बोल्नुहुन्छ नि, उसको सम्पूर्ण कुराहरू के त तपाईँ देख्न थाल्नुहुन्छ। कसरी सेवाई गरिराख्नु भएको छ, कसरी चाहिँ प्रचार गरिराख्नु भएको छ है। हामी जसरी एपोस्टलहरू हुन्छन् होइन, ताउता प्रियबाट जसरी हामी हुँदाखेरिमा आउँदाखेरिमा उहाँहरूसँग कुराकानी हामी त्यतिको हामी गर्दैनौँ, बिजी हुन्छन्। तर पनि उहाँले हिँडेका कुराहरू, उहाँहरूले बोलेका कुराहरू, आफूभन्दा अगाडिको कुरालाई आँखाले देखेर हृदयमा हामी के त आफूलाई हामी
एउटा शिक्षा लिइराखेका हामी हुन्छौँ होइन। त्यस कारणले गर्दाखेरिमा यो कुरा तपाईँहरूले ध्यान दिनुपर्ने आवश्यकता हुन्छ र भोलि हामी कसरी उभिनको लागि अहिले हामी तयारी भइराखेका छौँ त? हामी मार्थाको जस्तै हामी गनगन गरेर हामी तयारी भइराखेका छौँ, या त निकोलाउसको जस्तै तपाईँ हामी चाहिँ एउटा शरीरको अभिलाषालाई नै माथिल्लो स्थानमा राखेर हामी परमेश्वरको वचनलाई तल राखिराखेका छौँ कि आर्थिक भौतिक कुराहरूदेखि लिएर यस्ता कुराहरूलाई माथि राखिराखेका छौँ कि त्यसरी हामी आफूलाई तयार गरिराखेका छौँ कि परमेश्वर ख्रिस्टले नै कि त्यहाँनिर मार्थालाई जस्तै उहाँले डाट्नुहुन्छ, निकोलाउसलाई जस्तै उहाँले कि त घृणा गर्नुहुन्छ भोलिका ती कुराहरूमा। त्यसैले अहिले नै ध्यान दिनुहोस् कसरी हामी चाहिँ के त बिल्डअप भइराखेका छौँ है, यो कुरा ध्यान दिनुपर्ने आवश्यकता हुन्छ। त्यसैले आउनुहोस् अर्को चाहिँ म तपाईँहरूलाई देखाउँछु। सामुएल 8 अध्यायको 1 देखि 7 पदसम्म। हेर्नुहोस् त सबैजना बाइबलमा, मसँग 10 मिनट टाइम छ, यसलाई म भ्याउने कोसिस गर्नेछु। थियोक्रेसी भनेको थाहा छ? थियोक्रेसी भनेको परमेश्वरद्वारा शासित चर्च है, परमेश्वरद्वारा सञ्चालित। पहिलो सामुएल 8 अध्यायको 1 देखि 7 पदसम्म अब यहाँनिर हेर्नुहोस् बाइबलले के भन्छ भन्दाखेरिमा नि, जब सामुएल वृद्ध भए तब तिनले आफ्ना छोराहरूलाई इजरायलका न्यायकर्ता नियुक्त गरे। तिनको जेठो छोराको नाउँ योएल र माइलाको नाउँ आबिया थियो। तिनीहरूले बेर्सेवामा सेवा गरे, तर तिनका छोराहरू आफ्ना पिताका चालमा हिँडेनन्। तर तिनीहरू आफ्नै लाभको निम्ति मात्र विचार गरी घुस लिएर न्याय भ्रष्ट गर्थे भनेर भन्छ है। यसकारण इजरायलका सबै धर्मगुरुहरू भेला भई रामामा सामुएल कहाँ आए। तिनीहरूले तिनलाई भने, तपाईँ अब वृद्ध हुनुभयो अनि तपाईँका छोराहरू तपाईँका चालमा हिँड्दैनन्। यसकारण अरू जातिहरू जस्तै हामीलाई शासन गर्नलाई एउटा राजा नियुक्त गरिदिनुहोस्। तर शासनको निम्ति राजाको माग सुनि सामुएल दुखी भए। तिनले परमप्रभुसित प्रार्थना गरे। तब परमप्रभुले सामुएललाई यसो भन्नुभयो, मानिसले भनेका सबै कुरा सुन। तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तिनीहरूले मलाई नै इन्कार गरेका हुन्। मलाई नै तिनीहरूले आफ्ना राजा बनाउन इन्कार गरेका हुन् भनेर भन्छ। हेर्नुहोस् यहाँनिर मैले थियोक्रेसीको बारेमा भनेको थिएँ, त्यसमा म आउँछु। यसलाई अलिकति प्रकाश मलाई पार्न दिनु है।